आज तपाईहरुलाई म है साथीहरु आज तपाईहरुलाई यस्तो ठाउँमा भिजिट गराउँदैछु कि आज है पूर्व जिल्ला झापाको अन्तिम नाका मदन भण्डारी राजमार्ग हुँदै नेपाल र भारतको सिमाना सँगसँगै हात्तीको बथान घुम्ने ठाउँ चाहिँ हजुरलाई चाहिँ म भिजिट गराउँदैछु मेरो भिडियो मार्फतै अन्त्यसम्म मेरो साथ दिनु होला। हेलो एभ्रीवान, वेलकम टु माई च्यानल। आज चाहिँ हामी चाहिँ हैन त्यस्तै हाम्रो गाउँको अलिकति बाहिरको भ्यू पनि गाउँघरको भ्यू पनि देखाउन भनेर हामी चाहिँ बाहिर निस्किरहेको छौँ आज है साथीहरु। तपाईहरुलाई हाम्रो गाउँ ठाउँ कस्तो लाग्यो है, राम्रो लाग्यो भने लाइक गरिदिनु होला, अनि कस्तो लाग्यो हजुरहरुलाई मनमा लागेको के जिज्ञासा छ भने कमेन्ट भन्नु होला है। नयाँ साथी जोड्नु भएको छ मेरो च्यानलमा भने चाहिँ च्यानलमा सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है। आज चाहिँ हाम्रो गाउँघरको हल्का बाहिरको भ्यू देखाइरहेको छु। हाम्रो यो पूर्व जिल्ला झापाको चाहिँ हैन यो चुरे मार्ग मदन भण्डारी राजमार्ग चाहिँ हाम्रो तेलपानी हैन यो खुजनाबारी केराबारी भलुवा पानमारा हुँदै हैन यता यो हाम्रो पूर्व जिल्ला झापा अन्तिम नाका बौडाङ्गी हुँदै चाहिँ यो तेलपानी मैले देखाइरहेको छु। तेलपानी हुँदै हैन यता अन्तिम नाका भएर चाहिँ छिर्दैछ यो हाम्रो मदन भण्डारी राजमार्ग चाहिँ है। हाम्रो यो बौडाङ्गीतिर चाहिँ प्राय गरेर सुपारी हुन्छ, सुपारी ज्यादा हुन्छ हाम्रोतिर चाहिँ। मैले अरू भिडियोहरू मैले सुँगुरको हैन अरू घरको भिडियोहरू गर्दा पनि हाम्रो घर वरिपरि तपाईहरुले सुपारी नै देखिराख्नु भएको छ हैन साथीहरु। त्यही भएर चाहिँ हाम्रो यो जति पनि झापा जिल्ला बौडाङ्गी एरियामा चाहिँ सुपारी ज्यादा हुन्छ भन्ने कुरा त हजुरहरुले सुन्नु भएको होला हैन, नसुने पनि मेरो भिडियो मार्फतै हेरेर चाहिँ हैन थाहा पाउनु हुनेछ सुपारी ज्यादा हुँदो रहेछ भन्ने कुरा। एकदम सुपारी ज्यादा हुन्छ क्या हाम्रोतिर चाहिँ, सुपारीहरू एकदम राम्रो हुन्छ। यो चाहिँ हाम्रो चुरे मार्ग मदन भण्डारी राजमार्गले एकदम राम्रो चाहिँ हाम्रो गाउँघरलाई नै छुको छ है आज हाम्रो गाउँघरलाई। किनकि मैले आज चाहिँ हाम्रो गाउँघर कति घरकै मात्रै भिडियो देखाउने हजुरहरुलाई है भनेर चाहिँ मैले चाहिँ आज बाहिरको हल्का बाहिरको भ्यू पनि देखाउन हजुरहरुलाई भनेर चाहिँ आज म बाहिर निस्किरहेको छु है साथीहरु। हजुरहरुलाई कस्तो लाग्छ हाम्रो गाउँठाउँ, राम्रो लाग्यो भने है लाइक गरिदिनु होला। हजुरहरुको गाउँठाउँसँग मिल्यो हैन मेल खायो भने कमेन्टमा भन्नु होला। अनि नयाँ साथी जोडिनु भएको छ फेरि पनि भन्छु, अब सब्स्क्राइब गर्नु भएको छैन भने फेरि पनि भन्छु म मेरो च्यानलमा सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरु। यो चाहिँ हाम्रो बौद्ध मोड चोक हो, सुमन चोक भन्छ, बौद्ध मोड पनि भन्छ है। यहाँदेखि इटाभट्टा जान्छ, इटाभट्टा कागरभिट्टा बिर्तामोड हुँदै यो तलतिर हैन तलतिर जाने हो। त्यसपछि पर अब तेर्सो यो हामी चाहिँ अब अन्तिम नाका हाम्रो यो हात्तीको बथान नेपाल र भारतको सिमाना हुँदै हैन यो सिमाना एकदम तपाईहरुलाई चाहिँ म अब नेपाल र भारतको सिमाना चाहिँ कुन खोलाले छुट्याएको छ भन्ने कुरा चाहिँ हजुरहरुलाई मैले देखाउनु पर्ने हुन्छ आज। किनकि मैले नेपाल र भारतको सिमानाकै टपिक राखेर चाहिँ मैले हजुरहरुलाई चाहिँ आज मेरो कुरा सेयर गरिरहेको छु है साथीहरु। त्यही भएर चाहिँ आज तपाईहरुलाई चाहिँ मैले हात्तीको बथान हुने ठाउँ चाहिँ तपाईहरुलाई भिजिट गराउँदैछु है, भिजिट गराउँदैछु। किनकि अलिक पछाडि चाहिँ म तपाईलाई एकदम मजाले नै हैन ड्रोनबाट नै खिचेर चाहिँ म तपाईलाई हात्तीको एकदम राम्रो भिडियोहरू हैन एकदम प्रत्यक्ष देखेको जस्तै हैन चाहिँ गरेर चाहिँ हजुरहरुलाई देखाउने एकदम रहर छ। मेरो भिडियो चाहिँ अन्त्यसम्म भन्नु मतलब रेगुलर हेरिदिनु होला है। म तपाईलाई त्यो भिडियो पनि अवश्य देखाउनेछु। किनकि यो हाम्रो बौडाङ्गीतिर चाहिँ एकदम हात्ती चाहिँ हात्तीसँग चाहिँ एकदम हैन बिबिकी हुन्छ हात्तीहरू, र पनि त्यति डराउनु चाहिँ पर्दैन है साथीहरु। किनकि रेगुलर आइरहेको यस्तो हात्ती भन्ने कुरा त हाम्रोतिर एकदम बौडाङ्गीको त हात्ती एकदम आतंकित क्षेत्र हो भन्ने कुरा त प्राय गरेर सबैलाई नै थाहा छ है हाम्रो बौडाङ्गी एरिया चाहिँ। त्यही भएर चाहिँ म तपाईलाई चाहिँ एकदम हात्ती बस्ने जङ्गललाई म देखाउन चाहिँ गइरहेको छु आज चाहिँ। बोर्डर साइडै हो क्या, बोर्डर मेची खोला लाँदैछु तपाईहरुलाई म। मेची खोला हाम्रो यो जति पनि नेपाल र भारतको सिमाना भनेको मेची खोला हो। यो चाहिँ हाम्रो मिचडाङ्गी चोक हो। यहाँदेखि तल चाहिँ कागरभिट्टा जान्छ, सिधै तल देख्न सक्नुहुन्छ। त्यसपछि अब यहाँदेखि तेर्सो पर्छ क्या मेची खोला यो मदन भण्डारी राजमार्गको चाहिँ अन्तिम नाका। त्यहाँ अब अन्तिम नाका चाहिँ हजुरहरुलाई चाहिँ भिजिट गराउँदैछु आज चाहिँ है साथीहरु। किनकि मैले यो हात्ती देखाउनको लागि चाहिँ मैले ड्रोनै ल्याएर अलिकति अब हेरौँ अब जाँदैछौँ हात्ती छ कि छैन त्यो चाहिँ गएर अब हेर्नुपर्छ। अन्त्यसम्म चाहिँ हेरेर साथ दिनु होला भिडियो है साथीहरु।
किनकि अब थाहा छैन नि त, कोही बेला 4-5 बजी नै हात्ती आइरहेको छ भन्छ, आइरहेको हुन्छ, कहिले 2-3 बजी नै, अहिले लगभग 3 बज्यो 3:30 बज्यो होला होइन, आइरहेको हुन्छ भन्छ। अब हेरौँ तपाईँहरूलाई अब जाँदै गर्दाखेरि होइन, अब मेची खोला पुगिसक्दाखेरि भनेको थाहा हुन्छ हात्ती छ कि छैन भन्ने कुरो चाहिँ त्यसपछि नै थाहा हुन्छ है साथीहरू। हेरौँ र पनि छैन भने पनि तपाईँहरूलाई म कुनै दिन चाहिँ एकदम हात्ती आएकै बेला गएर चाहिँ ड्रोनले खिचेर भए पनि मजाले नै देखाउने छु है, देखाउने चाहिँ एकदम रहर छ हजुरहरूलाई है साथीहरू। किनकि हाम्रो यो एरियातिर चाहिँ सुपारी ज्यादा हुन्छ, यो चाहिँ हाम्रो घर छेउछाउै हो है साथीहरू, छेउछाउ हाम्रो गाउँघर हो यो चाहिँ एकदम, यो चाहिँ हाम्रो गाउँघर हो है साथीहरू, हाम्रो गाउँघर। यो चाहिँ तिरिङ, हाम्रो यो मेचीडाँगी बौद्धमोड होइन, तेलपानी बौद्धमोड कटेर तिरिङ चोक भन्दा मेचीडाँगी चोक कटेर पनि तिरिङ आइसक्यौँ हामी, तिरिङ आइसकेछौँ है। एकदम रमाइलो। अब प्रायःमा चाहिँ अब बाहिरको भ्यूहरू पनि हल्का देखाउनु पर्यो हजुरहरूलाई, भिजिट गराउनु पर्यो हाम्रो गाउँघरको पनि भन्ने मेरो एकदम सोच छ पहिले चाहिँ। किनकि मैले घरकै जति पनि मेरो घरमा जति पनि म काम गर्छु, के क्रियाकलाप गर्छु, त्यस्तै कुराहरू हजुरलाई चाहिँ मैले सेयर गरिरहेको छु अहिलेसम्म। अब चाहिँ म बाहिर हल्का भ्यूहरू पनि हजुरहरूलाई चाहिँ भिजिट गराउँछु भन्ने चाहिँ मेरो मनमा छ है। एकदम राम्रो छ यो मदन भण्डारी राजमार्गको चाहिँ अन्तिम नाका फिनिसिङ हुँदै आउँदैछ है, राम्रो मजाको भइसकेको छ है त साथीहरू, एकदम रमाइलो छ। तपाईँहरू पनि घुम्न आउनु होला। म चाहिँ यो भन्न चाहन्छु कि तपाईँहरूको यो मदन भण्डारी राजमार्ग चाहिँ कुन ठाउँलाई चाहिँ छुँदै हजुरको गाउँ ठाउँलाई चाहिँ छुँदै होइन, यस्तो चुरेमार्ग चाहिँ यो मदन भण्डारी राजमार्ग छुको छ हजुरले चाहिँ एकदम कमेन्टमा चाहिँ भन्नुपर्ने हुन्छ है मलाई साथीहरू। कमेन्टमा चाहिँ भन्नु चाहिँ नबिर्सिनु होला है, हजुरहरूको ठाउँ पनि यो मदन भण्डारी राजमार्ग चाहिँ भइसकेको छ कि कोहीसँग कुनै ठाउँ त पिच भइसकेको छैन, फिनिस भइसकेको छैन भन्ने भनाइ चाहिँ मैले सुनेको छु, र पनि मैले चाहिँ त्यति थाहा चाहिँ छैन चाहिँ होइन साथीहरू। यो चुरेमार्ग चाहिँ अन्तिम नाकै पर्छ है, यो हाम्रो अब लगभग इन्डिया पुग्न केही होइन, त्यही 10-15 मिनट पनि लाग्दैन बाइकमा है साथीहरू, 10-15 मिनट कि त्यही 5-10 मिनट लाग्ला, 5 मिनट जस्तो है, नजिकै हो। यो इन्डिया र भारतको सिमाना हो नि त यो हाम्रो बौडागी एरिया भनेको चाहिँ है। अनि सँगसँगै यो चुरेमार्ग चाहिँ अन्तिम नाका हो। यो मदन भण्डारी राजमार्ग चाहिँ यो नेपालको अन्तिम नाका पर्छ, त्यहाँदेखि अब बन्ला सायद इन्डिया जाने होइन बाटो फेरि बन्ला। यो चाहिँ अब मदन भण्डारी राजमार्ग चाहिँ अन्तिम नाका हो है साथीहरू। अब हजुरहरूले कुनै ठाउँ यो चुरेमार्गले नछुको ठाउँहरू होइन अब छ होला, अब हजुरहरूले पनि हेर्दै हुनुहुन्छ भने चाहिँ यस्तो राम्रो बनेको छ मदन भण्डारी राजमार्ग चुरेमार्ग चाहिँ एकदम राम्रो बनिरहेको छ, मजाको मतलब राम्रो विकास होइन, एकदम राम्रो बनिरहेको छ। यो बाटो चाहिँ यहाँ मन्दिर पनि छ है, मन्दिर पनि रहेछ। यो खोलादेखि यता चाहिँ नेपाल हो होइन, नेपाल हो, त्यहाँदेखि पारि इन्डिया हो होइन। यो चाहिँ हात्ती आउँछ भनेर चाहिँ तार घेरा, अघि मैले भिडियो मार्फत मैले जनाएको थिएँ, यो चाहिँ हात्ती आउँछ भनेर चाहिँ तार घेरा बानेको है। यो चाहिँ राति करेन्ट छोड्नुहुन्छ यहाँ चाहिँ है, नत्र हात्तीले ध्वंसै पारिहाल्छ नि है साथीहरू। है हाम्रो यो तपाईँले त प्रायः गरेर सुन्नुभएको होला, मेची खोला नेपाल र भारतको पूर्वको मेची र पश्चिमको महाकाली होइन, पश्चिममा किल्ला कागडा भन्ने गीत सुन्नुभएको होला होइन, त्यो चाहिँ हाम्रो मेची है, मेची खोला। यो चाहिँ मेची खोला देख्नुभएको यहाँदेखि चाहिँ होइन दार्जिलिङ खरसाङ पुग्नको लागि चाहिँ 1 घन्टा मात्रै लाग्छ है, ज्यादा लाग्दैन। देख्न सक्नुहुन्छ मजाको छ। यो जति पनि यो खोलादेखि यता चाहिँ नेपाल हो होइन, यो जङ्गलदेखि उता चाहिँ इन्डिया पर्छ है, इन्डिया। यो किनकि हाम्रो सिमाना भनेको यो खोला हो, मेची खोला हो भन्ने कुरा त प्रायः गरेर हजुरहरूलाई थाहै होला, सुन्नुभएको होला होइन। देख्न सक्नुहुन्छ यहाँदेखि पर नक्सल होइन, त्यहाँ तल काँक्रोटादेखि तलतिर पानी ट्याङ्की होइन, त्यस्तै गरेर चाहिँ पुगिन्छ। हजुरले सुन्नुभएको होला पानी ट्याङ्की नक्सल भन्ने त होइन। अनि दार्जिलिङ खरसाङ अब चेङ्गा होइन, त्यस्तो अब ठाउँहरू चाहिँ यतै यो खोलादेखि पारि नै पर्छ। देख्न सक्नुहुन्छ खोलादेखि पारि हो है साथीहरू। तपाईँहरूलाई चाहिँ अब तपाईँहरूलाई म यो जति पनि हाम्रो यो मदन भण्डारी राजमार्गको चाहिँ अन्तिम नाका, किनकि विश्वास पनि दिलाउनु पर्ने हुन्छ यो मेची खोला। किनकि अहिले मैले चाहिँ काँक्रो भेटेको थिएँ मास्तिर बौडागी पटतिरको होइन, खोलाको भ्यू चाहिँ तपाईँलाई देखाइरहेको छु मैले, देख्न सक्नुहुन्छ मजाको छ। यहाँ तल चाहिँ फेरि भिड छ, लड्यो भने तल पुगिन्छ होइन, त्यही भएर एकदम जोगिएर गर्नुपर्ने हुन्छ।
देख्न सक्छौ। तर गाडीहरूले हैन ट्र्याक्टरहरूले जति पनि गिटी बलाको काम कर तिरेर नै लाने हो नि त, यहीँदेखि लाने। पहिले हाम्रो गाडी ट्र्याक्टरहरूले पनि यो खोलाबाटै गिटी बला ल्याउने काम चाहिँ गरिन्थ्यो है पहिले। अहिले पनि जेसीबीहरू पनि छ तल देख्न सक्नुहुन्छ। एकदम मजाको ठाउँ छ। नेपाल र इन्डियाको चाहिँ एकदम बोर्डर है यो चाहिँ। यहाँ चाहिँ यो नेपाल र इन्डियाको यो किनकि तपाईँले सुन्नुभएकोलाई पूर्वको चाहिँ मेची नेपाल र इन्डियाको बोर्डर भन्ने कुरा त है सुन्नुभएकोलाई। यहाँदेखि चाहिँ दार्जिलिङ खरसाङ मिरिक जानको लागि चाहिँ 1 घन्टा, मिरिक जान 1 घन्टा जस्तो, आधी घन्टा हैन त्यस्तै लाग्ला। अनि यो दार्जिलिङ खरसाङ अलिकति ज्यादा लाग्छ हैन, तर पनि नजिक ज्यादामा 1 घन्टा लाग्ला। हामी प्रायः घुम्न गइरहेको छौँ है। अब भोलि अर्कोचोटि हैन घुम्न गएको चाहिँ तपाईँलाई म देखाउँछु। मिरिक दार्जिलिङ गएको पनि तपाईँलाई म देखाउँछु है साथीहरू। देख्न सक्नुहुन्छ मजाको ठाउँ छ। तार घेराबारी, हात्ती एकदम राति यहाँनिर हात्ती हेर्न आउनेहरूको चाहिँ एकदम घुइँचो लाग्छ है। किनभने यो चाहिँ यो मेची खोलामा प्रायः हात्तीहरू चाहिँ बेलुकी भएपछि, अब यो ठाउँ छ नि अहिले दिउँसो देख्नु भएको छैन हात्तीहरू। अब राति एकदम हात्तीको बथान चाहिँ यहाँ, किनकि यो मेची खोलामा हुन्छ राति प्रायः हाम्रो दादाहरू पनि आउनुहुन्छ हात्ती हेर्नको लागि। एकदम बथान हुन्छ है। त्यही भएर चाहिँ अघि मैले तार घेरा देखाइहालेँ है, घेराबारीहरूले हैन देखाइहालेँ। हाम्रो यो जति पनि मैले भिडियोमा अरू भिडियोमा जनाएको छु, यो चाहिँ हाम्रो बौडागी भनेको चाहिँ नेपाल र इन्डियाको चाहिँ बोर्डरै पर्छ भन्ने कुरा त मैले तपाईँलाई बताइराखेको छु सधैँ पनि हैन तपाईँलाई। अनि कस्तो लाग्यो हैन तपाईँलाई यो ठाउँ, हाम्रो गाउँठाउँ कस्तो लाग्यो, राम्रो लाग्यो लाइक गरिदिनु होला। अनि मनमा लागि केही जिज्ञासा छ भने चाहिँ हैन कमेन्टमा भन्नु चाहिँ नबिर्सिनु होला है साथीहरू। अनि नयाँ साथी जोड्नु भएको छ मेरो च्यानलमा भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। तपाईँलाई चाहिँ आज मैले इन्डिया र नेपालको बोर्डर देखाइरहेको छु है साथीहरू। आएको थियो राति पनि। यता कतिखेर देख्न चाहिन्छ हात्ती? यहाँ चाहिँ अब अलिक दिन पछाडि चाहिँ अब भन्न सक्दैन, हन्जे आएको छ भनेर भने चाहिँ अहिले बेलुका 5 बजी आउँछ। 5 बजीतिर आउँछ। 5-6 बजीको बेला भएपछि निस्किहाल्छ। ए लु अब अर्कोचोटि चाहिँ आउँला 5 बजीतिर। ड्रोन ल्याउनुपर्छ। ड्रोन ल्याएर ल्याउँदा चाहिँ त्यसको छेउमा लगाएर कहाँदेखि आउनु? अर्कोचोटि चाहिँ म तपाईँलाई हैन ड्रोन ल्याएर चाहिँ हात्तीलाई एकदम नजिकबाट चाहिँ तपाईँलाई भ्यू गरेर देखाउने छु है। 5 बजीतिर आउँदो रहेछ। अहिले चाहिँ त्यस्तै 4:30-4 बज्यो होला हैन। तपाईँलाई म एकदम हात्तीको, तपाईँहरू प्रत्यक्ष रूपमा मेरो भिडियो मार्फतै हात्तीहरू चाहिँ देख्न चाहनुहुन्छ भने चाहिँ एकदम मेरो भिडियो चाहिँ रेगुलर हेर्नुपर्ने हुन्छ है साथीहरू। देख्न सक्नुहुन्छ यो मेची खोला हाम्रो जति पनि पूर्वको अन्तिम नाका है यो नाका हो। किनकि यो मेची खोला भन्ने प्रायः मेची खोला चाहिँ नेपाल र इन्डियाको चाहिँ बोर्डर हो भन्ने कुरा त सबैलाई नै थाहै हुन्छ हैन साथीहरू। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ अब अर्को भिडियोमा चाहिँ म तपाईँलाई प्रत्यक्ष रूपमा मेरो भिडियो मार्फतै म तपाईँहरूलाई चाहिँ हात्तीहरू चाहिँ ड्रोन ल्याएरै देखाउने छु है। ड्रोन ल्याएर चाहिँ एकदम मजाले नै देखाउने छु है साथीहरू। एकदम मजाको छ। अब अर्कोचोटि चाहिँ अलिकति ढिलो आउनु पर्यो, आज अलिक छिटो भएछ है साथी। यहाँ चाहिँ जालीहरू लाउनु भएको रहेछ किनकि यहाँनिर चाहिँ पुलिसहरू पनि बस्नुहुन्छ है। मैले देखाएन, पुलिस दाइहरू पनि बस्नुहुन्छ है। यहाँ चाहिँ अलिक सानो घर जस्तो पनि बनिँदो रहेछ यहाँ ड्युटीको लागि। किनकि पारी पुलिसहरू बस्नुहुन्छ, इन्डियाको बस्नुहुन्छ भने यो वारीतिर चाहिँ नेपालको जति पनि पुलिस हुनुहुन्छ उहाँहरू बस्नुहुन्छ है साथीहरू। पुलिस सशस्त्र हैन उहाँहरूको त ड्युटी नै हो नि त। यो बोर्डरमा बस्ने त बोर्डर साइडमा त एकदम हुन्छ। उहाँहरूलाई चाहिँ मैले देखाइन है साथीहरू। अब धेरै खैला भैला हुँदा चाहिँ हजुर धेरै हन्जे हुँदा चाहिँ हजुर छिटै निस्किन्छ। हजुर अलिक कम्ती हुँदाखेरि चाहिँ अलिक ढिलो निस्किन्छ है। यहाँ खैला बैला हुँदा चाहिँ एकदम छिटो निस्किन्छ भन्दै हुनुहुन्छ। सीमा क्षेत्र लागु औषध प्रयोग तथा औषध उपचार सम्बन्धमा भएको नेपाल र भारतको कानुनी स्वास्थ्य व्यवस्था भनेर चाहिँ लेखियो। उभि करेन्ट छैन यहाँनिर के हुँदैन होला नि। ए देख्न सक्नुहुन्छ है। त्यही भएर चाहिँ यो बोर्ड पनि टालिराख्नु भएको छ यहाँनिर चाहिँ है। वन्यजन्तु बचाऊ प्रकृति जोगाउँ भन्ने बोर्ड पनि यहाँनिर चाहिँ लेखिराख्नु भएको छ। मानव हात्ती द्वन्द्व व्यवस्थापन भनेर चाहिँ यहाँनिर डिभिजन कार्यालय वन डिभिजन कार्यालय झापा भनेर देख्न सक्नुहुन्छ है साथीहरू। यहाँनिर यो चाहिँ के हो, यो के हात्ती बस्ने रुङ्ने ठाउँ? यो चाहिँ माथिको चाहिँ हात्ती रुङ्ने टुङ अरे है, टुङ भन्दै हुनुहुन्छ यहाँनिर है साथीहरू। हात्ती रुङ्ने टुङ अरे किनकि राति प्रायः आउनुहुँदाखेरि चाहिँ यहीँ माथि बसेर चाहिँ रुङ्नुहुन्छ हात्तीहरू। किनकि बोर्डर क्षेत्रमा प्रायः हाम्रो गाउँ बौडागी एरियामा चाहिँ एकदम हात्तीको आतङ्क हुन्छ है साथीहरू। तपाईँलाई मैले चाहिँ हात्तीको बथान घुम्ने ठाउँ पनि मैले देखाएँ। मेची खोला हो होइन, मेची खोला आउने त्यसपछि गाउँ छिर्ने हो हात्ती भनेको है, हाम्रो गाउँघर छिर्ने हो।
प्रायः राति राति अब किनकि अन्न बालीहरू मकैको सिजनमा चाहिँ प्रायः आउँछ। धानको सिजनमा त्यति आउँदैन, मकैको सिजनमा चाहिँ एकदम आउँछ क्या हात्तीहरू। अब पुरा आउने बेला भयो, त्यही भएर चाहिँ उनीहरूको एकदम भेट निस्किने ठाउँ भनेको मेची खोला हो है साथीहरू। मैले तपाईँलाई चाहिँ अब नेपाल र भारतको सिमाना त मैले देखाइहालेँ, किनकि अहिले मैले माथि देखाइरहेको छु है, तल कागरबिटाको होइन, कागरबिटाको छैन, यो मैले माथि माथि बौडाङदेखि मासतिर होइन, यो मदन भण्डारी चुरे मार्ग हुँदै चाहिँ मैले तपाईँहरूलाई चाहिँ त्यो ठाउँबाट चाहिँ मैले यो सिमाना चाहिँ हजुरहरूलाई मैले सेयर गरिरहेको छु, देखाइरहेको छु है साथीहरू। मेरो भिडियो मार्फतै मैले तपाईँहरूलाई चाहिँ मैले सेयर गरिरहेको छु है साथीहरू। हात्तीहरू चाहिँ यस्तो आउँछ नि यहाँतिर, बाटोहरू पनि कस्तो मजाको छ क्या, हेर्दा पनि एकदम घुम्न आउँ लाग्ने है। हजुरहरू पनि घुम्न आउन चाहनुहुन्छ भने चाहिँ आउनु है, मेरो भिडियो हेरेर होइन, कमेन्टमा सोधेर कता हो कता पर्छ कुन साइड आउनु भन्ने कुरा त मैले, तर अलिकति होइन भिडियोमा अलिक क्लियर बुझ्नु भएन भने कमेन्टमा सोध्नु होला। यो चाहिँ हाम्रो पूर्व झापाको अन्तिम नाका बौडाङ्गी हो, नेपाल र भारतको सिमाना भन्ने कुरा त मैले हजुरहरूलाई जनाइ नै राखेको छु है। एकदम राम्रो बनिरहेछ चुरे मार्ग, मदन भण्डारी राजमार्ग हो यो चाहिँ है साथीहरू। एकदम राम्रो रमाइलो पनि छ। आज मैले कम्ती मेरो भिडियो मार्फतै भिजिट गराइरहेको छु चुरे मार्ग। अनि सँगसँगै यो चाहिँ मैले अर्का भ्यूहरू, यतातिर चाहिँ त्यति सुपारी हुँदैन रहेछ है, एकदम रमाइलो छ। अब हात्ती आएको बेला चाहिँ म तपाईँहरूलाई चाहिँ एकदम ड्रोन ल्याएर चाहिँ होइन, त्यो जति पनि खोला देखाएँ मैले, त्यो खोलामा चाहिँ एकदम ड्रोन ल्याएर होइन तपाईँहरूलाई चाहिँ भिडियो गरेर चाहिँ एकदम मजाले प्रत्यक्ष देखेको जस्तै म चाहिँ होइन देखाउने एकदम रहर पनि छ हजुरहरूलाई। मेरो भिडियो रेगुलर हेरिदिनु होला है साथीहरू, रेगुलर हेरेर चाहिँ अन्त्यसम्म साथ दिनु होला, हेर्दै हुनुहुन्छ होला है साथीहरू। एकदम मजाको छ ठाउँहरू पनि। यो कति वर्ष योजना हो मैले बिर्सिसकेँ, एकदम फिनिस पनि भइसकेको छ यो साइडतिर चाहिँ, मजाको छ। हात्तीको बथान म तपाईँलाई चाहिँ भिडियो रेगुलर हेर्नु होला। अब ड्रोन लगेर होइन त्यो मेची खोला देखाएँ नि मैले, त्यो मेची खोलामा चाहिँ एकदम तपाईँलाई चाहिँ ड्रोनबाट चाहिँ नजिक लगेर चाहिँ एकदम मजाले प्रत्यक्ष हेरेको जस्तो चाहिँ गराउनु चाहिँ इच्छा चाहिँ छ। अब हेर्दै जाउँ होइन, देखाउने छु, देखाउन चाहिँ म तपाईँलाई देखाउने नै छु, र पनि इच्छा पनि छ है साथीहरू। एकदम मजाको छ यो हाम्रो पूर्व झापाको जिल्लाको चाहिँ अन्तिम नाका हो, मदन भण्डारी राजमार्ग चुरे मार्ग है साथीहरू। एकदम मजाको रमाइलो पनि छ। सुपारी नै सुपारी देख्न सक्नुहुन्छ। मैले प्रायः भिडियोमा यो बाटोमा सुपारी नै सुपारी मात्रै देख्नुभयो होला, त्यही भएर चाहिँ मैले अरू बेला पनि हाम्रोतिर चाहिँ सुपारी ज्यादा हुन्छ भन्ने कुरा मैले जनाइ पनि रहेको छु तपाईँहरूलाई होइन, जनाइरहेको छु। किनकि हाम्रो बौडाङ्गीतिर चाहिँ सुपारी ज्यादा हुन्छ क्या भन्ने कुरा त सबैलाई थाहै छ है, सुपारीहरू ज्यादा हुन्छ। चुरे मार्ग पनि दामी भनिरहेको छ, एकदम मजाको ठाउँमा बन्यो क्या फेरि यो चाहिँ, यो चुरे मार्ग चाहिँ कि अब भिडियोलाई